थप फोहोर चाहिँ नगरे त राम्रै हुन्थ्यो। चम्पादेवी हाइकिङ त्यही त। Let's begin hiking towards Champadevi Hativan Champadevi temple with our students. मसी हाइकिङ सित्तेरो अरे। यसो 1-2 सप्ताह जाओस् न त निहोङ्गदे हाय। रेउको पोको राजीमारी मास्ने मेन्ना के चुके दिएको दस। यसमा सबैलाई मैले बुझ्ने गरी भन्नुपर्ने एउटा कुरा के हुन्छ भने यो ट्रेकिङमा रेस्क्यु टिम चाहिँ छैन है। हजुर जस्तो शिवपुरीतिर पारीपट्टि जहाँ गयो भने आर्मीहरूले रेस्क्यु हेलो गाइज ओए ओ आयो गोजाइमास हर न फर्केर ओ आयो गोजाइमास मिन्ना-सान आयो गोजाइमास आयो गोजाइमास के बोलौँ भिडियो गर्नु ल फेरि अब अलिकति मात्र बाँकी छ। अलिकति 3 घण्टा सक्यो अब अलिकति मात्र। नमस्कार सन्चै छ तपाईलाई? हामी हिँड्दैछौँ नेचरसँग छौँ हैन। अनि पसिना निस्किरहेछ, नराम्रो फोहोर दुर्गन्धहरू निस्किरहेछ जिउबाट। हामी लगभग 45-50 जनाको टोली हामी माथि हिँडिरहेका छौँ गल्दै लड्दै पढ्दै। ल अहिले माथिपट्टि भेटौँला तपाईलाई। तपाईको भने जति सबै झुटो होइन, साँचो पनि मान्नु भएन। ओके यो मान्छेको नाम बिर्से शर्मिला है। सिर्जनाको भनाइ केही छैन उहाँको? हजुरको? मेरो छ, म त धेरै थाकिसकेँ। हजुरको? हो हजुरको केही भनाइ? नेपाली हो कि जताततै फोहोरै फोहोर चाहिँ के। क्या हुआ नन्देशका? हेलो गाइज, व्हाट्स अप गाइज? हाय गाइज, वेलकम च्यानल टु माई ब्लग। अच्छा के भनेछ हो फेरि? यसमा जुमको अप्सन हुन्न। He is Denisan. Denisan is Denisan. ए निश्चल भाइ जापानिजमा भन्नु त कसरी भन्दो रहेछ? भोक लाग्यो भन्नु लाग्यो मैले ल यो के हो यो डल्लो सामुदायिक वन क्षेत्रमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछु।
ल है नेपालको ग्रेट वाल अफ चाइना ग्रेट वाल अफ नेपाल चम्पादेवीको यात्रामा यस्तो रहेछ होइन काँक्रो करे त्यो डाँडाको फेदबाट चाहिँ होइन यो डाँडाको टुप्पोमा पुग्ने ल हेर्नुहोस् अब जम्मा 15 मिनट हो खै त्यो चाहिँ थाहा छैन म नि पहिलोचोटि हिँडेको यसमा यता धेरै छ जङ्गलभरि यस्तै छ कि कति सम्भव हुन्छ त्यही त सन्देश मात्रै होइन जति सक्यो जस कमसेकम अब थप फोहोर नगर्दैदेखि थप फोहोर चाहिँ नगरे त राम्रै हुन्थ्यो अनि 2-4 जना अलिकति चाहिँ सफा गर्ने हो यति देखेर नेपालीहरूको बुद्धिमा घाम पलायो भने त ठिक छ होइन ल गाइस आम है सबै त हामीले गरेर सक्दैन यो लगभग आज 10वटा थियो कि 12वटा थियो हाम्रो प्लास्टिक त 7वटा तर खनाएर हामीले 2 चोटि खनाएको थियौँ वहीँ तलै अहिले हजुरले 2 चोटि खनाएर आइसक्नु भयो नि त अनि बरुकु कारा बासुदेव फार्पिङ मादे इकिमास योन्जुपुन कारा रोकुजुपुन गुराइले सोरे कारा यामा हो आरुकिमास क्योज्यो मादे अनि